ड्रेसमा आउनु भएको छ। कति राम्रो देखेको हो के तपाईहरु छोरी जेलैमा। गुड मर्निङ अल अफ यु। आज चाहिँ हामी आमा छोरीहरु कहाँ जान लाग्यो भन्ठानु भयो होला साथीहरु। आज चाहिँ हाम्रो स्कुलमा 9 क्लासले 10 क्लासलाई बिदाई गर्ने कार्यक्रम रहेको छ। अनि राधा देख्न सक्नुहुन्छ यति राम्री भएर आएकी छिन्। आज म पनि एकदम राम्री भएर आएको छु। हामीहरु चाहिँ भर्खरै स्कुलमा आइपुग्यौं। एकदमै राम्रोसँग यहाँ तयारी भइरहेको छ। 9 क्लास र 10 क्लासको उपस्थित हुने क्रम पनि यहाँ जारी नै छ। अनि राधाले चाहिँ कहाँबाट बेलुन पाइसक्नु भएको रहेछ। म्यामहरु पनि यहाँ आइसक्नु भएको रहेछ। अनि म चाहिँ आज लेट भयो। आज मात्र होइन साथीहरु जहिले लेट हुन्छ के म चाहिँ। हो कि यिनी म्यामहरु हो है। अब चाहिँ म तपाईहरुलाई हाम्रो आजको यस कार्यक्रमको उद्घोषकहरुलाई देखाउँदैछु है। यहाँ चाहिँ हुनुहुन्छ प्रिन्सिका र भुवन पाण्डे चाहिँ आजको हाम्रो यस कार्यक्रमको उद्घोषक हुनुहुन्छ। अनि मलाई लाग्छ उहाँहरूले चाहिँ आजको कार्यक्रम एकदमै राम्रोसँग कन्डक्ट गर्नुहुन्छ। किनभने 2-3 दिन अगाडिदेखि नै यहाँहरूले एकदम राम्रोसँग प्र्याक्टिस गरिराख्नु भएको थियो कि होइन। एकदम राम्रोसँग सञ्चालन गर्नुपर्छ है त कार्यक्रम। म हाम्रो 9 क्लासको डान्सरहरूतिर लैजाँदैछु है साथीहरू। हेलो गर्नुहोस्। हेलो। एकदम राम्रो देखिनु भएको छ। एकदम राम्रो देखिनु भएको छ। आज एकदम राम्रोसँग नाच्नुपर्छ है त। अनि कस्तो लागिरहेछ आज बिदाई गर्दाखेरि 9-10 क्लासलाई? एकदमै राम्रो लागिरहेछ है। अर्को साल त तपाईहरुले नि यसै गरी बिदाई खाने हो नि त है। पछाडी देख्न सक्नुहुन्छ साथीहरु 10 क्लासका बोइजहरु आज चाहिँ एकदमै ह्यान्डसम भएर सेम ड्रेसमा आउनु भएको छ। ऑल अफ यु आर लुकिङ सो ह्यान्डसम टुडे। थ्यांक यू म्याम। अनि आज तपाईहरुलाई कस्तो लागिरहेछ नि बिदाई पाउँदाखेरि? कस्तो लागिरहेछ मिलन भन्नुस् न। खुसी हुने लागिरहेको छ। अनि खुसी डा भइरहेछ मिलेर हैन। सोरी मिक्समा छ है। ल एकदम रमाइलो गर्नुपर्छ है त आज। कति राम्रो देखेको हो के तपाईहरु थारू ड्रेसमा नाच्ने हो। अरे थारू ड्रेसमा गएर थारू सङमा नाच्ने हो। राधा फेरि यहाँ गहना हेरिरहेछिन्। साथीहरु देख्न सक्नुहुन्छ हाम्रो स्कुलमा चाहिँ थारू कल्चरल डान्स पनि छ है आजको बिदाई प्रोग्राममा। तपाईहरु साँच्चै आज एकदमै राम्रो देखिनु भएको छ। थ्यांक यू हेलो टिचर। हामी यता छौं। तपाईहरु त जेलैमा हो। जेलैमा छोरी जेलैमा। हेलो रितिका एन्ड एरिना। Hello teacher. How are you feeling today? I'm very excited teacher. Hey, and Erina? Me too teacher. Both of you looking so beautiful. Thank you teacher. हजुर पनि बहुत राम्रो देखिरहनु भएको छ। Thank you. यहाँ चाहिँ हाम्रो साना प्रिटी राधा, त्यसपछि संस्कृति एन्ड हेजल। ल तपाईहरुले नि हेलो गरिदिनुस् न त। हेलो नम्रता। लजाको एन्ड चाँदनी। यहाँ 9 क्लासका गर्ल्सहरु पनि यसरी बस्नु भएको छ है। अब उन्नति एन्ड लक्ष्मीको इन्ट्री भइसकेको छ है। लक्ष्मी पनि एकदम राम्रो देखिनु भएको छ है त आज। खाना पाइयो? अब चाहिँ यहाँ हाम्रो खादा 10 क्लासको स्टुडेन्टहरूलाई खादा लगाइदिने कार्यक्रम भइरहेको छ साथीहरू। 9 क्लासको स्टुडेन्टहरूले 10 क्लासको स्टुडेन्टहरूलाई खादा लगाइदिँदै हुनुहुन्छ यहाँ। एकदमै राम्रो दृश्य देखिएको छ साथीहरू यहाँ। नमस्कार त 9 क्लासले 10 क्लासलाई पो गर्ने हो त नि। 10 क्लासका बोइजहरु त खादा ओढेर झन् ह्यान्डसम देखिने भयो है। अब चाहिँ गर्ल्सहरुको पालो खादा ओढ्ने। विद्यालय जीवन सम्झनाले राम्रोसँग एसी दिनु होला भन्नुस् न। हामीले केवल किताबका पानाहरू मात्रै पढेनौं। नाउ अब रितिकाको पालो। अनुशासनरोध बनेको छ। We now bid farewell. Every moment has been a memory, one of the most beautiful journeys of my life. हेलो म्याम, नास्ता कस्तो छ? मिठो छ? आइसमाल खाइसकेको हो? ए अनि रितिका चाहिँ खाँदै। मैले चाहिँ अघि नै खाइसकेँ है। म खानामा चाहिँ फर्स्ट हो कि स्कुलमा ढिलो भए पनि। केटाहरूले पनि खाइसकेको हो? आमा खै मायाको चिनो कस्तो राम्रो मायाको चिनो पाउनु भएछ। यसलाई सम्हालेर राख्नु होला है पछिसम्म। राधा अझै खाँदै हुनुहुन्छ? ए भ्याइ। अनि संस्कृतिको त आमा प्याक गरेको खान सक्नु भएन? हाम्रो सगुन नानीले नास्ता खानु भएन? खाएको? बाफ्रे कहाँबाट ल्यायो यत्रो गहौरा? अरू चाहिँ रमाइलोमा बिजी, हाम्रो नानी चाहिँ यहाँ बेलुन कलेक्ट गर्नमा बिजी छन् है। यता के गरे 9 क्लासको के गरे नाम के अरे बिर्से आकृति पनि बच्चा जस्तो बलुन कलेक्ट गरिरहेको छ। नास्ता गएको होइन? खाइसके। अब राधा र म बेलुन खेल्छौँ। तपाईँ पनि बलुन कलेक्ट गर्न आएको यत्रो ठुलो भएर? बाफ्रे उहाँ फोटोसुट भइरहेछ 10 क्लासको। नास्ता खाएर रमाइलो गरेर साथीहरु अब चाहिँ यहाँ फोटो सेसन हुँदैछ। टिचरहरू स्टुडेन्टहरू सबै मिलेर यहाँ फोटो खिच्दै हुनुहुन्छ।
कोही फोटो खिचाउँदै हुनुहुन्छ कोही फोटो खिच्दै हुनुहुन्छ एकदमै रमाइलो माहौल भइरहेको छ साथीहरू यहाँ हेर्नुहोस् यस्तो राम्रो राम्रो फोटोहरू खिच्नु होला है अब हाम्रो यहाँ 10 क्लासको टिचर स्टुडेन्टको फोटो सुट हुँदैछ है हो कि हैन आजको हाम्रो विदाई कार्यक्रम चाहिँ सम्पन्न भइसकेको छ हो कि हैन स्टुडेन्टहरु एकदम राम्रो भयो है ल एसी को लागि चाहिँ एकदम राम्रो तयारी गर्नुपर्छ सबैले A+ ल्याउनु पर्छ है ल बाइ 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 गरेर यता हेरेर बाइ बाइ गर्दियौ बाइ 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 शिखा बाइ र तिमीहरुलाई पनि बाइ बाइ 10 क्लासलाई पनि बाइ बाइ हामी आमा छोरी पनि अब सबै विद्यार्थीहरूलाई बाइ टाटा बाइ गरेर यसरी राम्रोसँग दिनु है भनेर आशीर्वाद दिएर सम्झाएर पनि घरतिर आइसक्यौँ हामीहरू मामाघर जाने हामीहरू फेरि जहिले मामाघर जान्छौँ कि है मामु अनि शनिबारको दिन त राधालाई मामाघर नलग्दासम्म चाहिँ यसले मलाई सुखै दिन्निन् के त्यसैले अब हामी छिटो छिटो ड्रेस चेन्ज गरेर जाँदैछौँ राधाको मामाघर साथीहरू तपाईँहरूलाई चाहिँ आजको हाम्रो यो भिडियो कस्तो लाग्यो कमेन्टमा लेख्नु होला थ्यांक यू फर वाचिङ सी यू इन